गाईको चरन कहाँ होला हाम्रो कहाँ हो मरन खै के भन्छ गीत पनि मार्सा लागेन। हामी चाहिँ माथिको सक्यो अरे यहाँ तलको बोक्दैछौँ। ठुट्टा बोकाइछ ठुट्टा तल यहाँबाट उकालो निकाल्नु चाहिँ लाग्छ निकै नै। काकी ढोका त फाटेन होला त नि गाउँलेहरू भारी पुग्यो हाम्रो त। सेवा नमस्ते सम्पूर्ण देश तथा विदेशमा बसेर मेरो भिडियो हेर्नुहुने दर्शकबिनहरूमा फेरि पनि स्वागत छ। म चाहिँ निशाना राई। आज पनि सधैँ झै नयाँ दिन नयाँ भिडियो लिएर आइसकेको छु साथीहरू। आशा गरेको छु हजुरहरू सन्चै आरामै हुनुहुन्छ भनेर। अनि म पनि एकदम सन्चै आरामै छु साथीहरू। अनि मेरो जीवनमा चाहिँ के चलिरहेको छ भने चाहिँ आजभोलिको समय यो सिजनमा चाहिँ एकदम साथीहरू एक दिन फुर्सद छैन है, काम गर्नु सघाउनु गयो। अनि आज चाहिँ मेरो पालो साथीहरू विशेष गरी। अनि त्यस पछाडि आज चाहिँ मेरो जङ्गलबाट चाहिँ दाउरा निकाल्नु पर्ने हुन्छ। अनि त्यस पछाडि रोड समात। अनि आज चाहिँ आफ्नो जान भएर दाउरा निकाल्नु पर्ने दिन छ। अनि यस्तो घाम लागिरहेको छ क्या, यस्तो हेरेर बोल्नु भने यो निधारहरू चाहिँ पुरै मेरो चाहिँ यो निधारहरू यति धेरै टुमुक्क पर्छ यसरी। अनि म चाहिँ उद्धो हेरेर बोल्दैछु, भारी बोकिरहेको छु नि त। अनि त्यही भएर अनि साथीहरू यहाँ म चाहिँ हाम्रो सुँगुरखोरबाट भिडियो बनाउँदैछु। अब चाहिँ कामतिर जाँदै गरेको भन्नुहुन्छ भने हाम्रो घर चाहिँ यता छ। अनि हामी काम गर्नु जानुपर्ने जङ्गल चाहिँ यता हो। अनि साथीहरू भन्नुहुन्छ भने आज राति यति ठुलो हावा पानी यति ठुलो आयो है हावा। अनि हावा बेसरी आएको थियो। अनि बिहान त अँधेरो थियो। अनि यदि घरमा खेताला भइसके पछाडि चाहिँ बिहान चाहिँ खाजा भातहरू तयार गर्दा मैले भिडियो बनाउनु पाइनँ। अनि त्यसपछि जाँदै गर्नु पर्यो भनेर अनि म चाहिँ भिडियो बनाउँदैछु। किनकि यसो मेमोरीको लागि भए पनि यो चाहिँ मेरो भिडियो बन्दैछ साथीहरू। पख यसले हिजो हाम्रो चल्ला सकेको छ। कहाँ गयो कागहरू त्यतै जाँदैछस्। यो कागले चाहिँ हाम्रो घर छेउमा गुड लाएको रहेछ। चल्ला हिजो कुखुराको चल्ला त लगिहालेछ। अब आज नि घरमा कोही छुइनँ, सबै कामतिर हिँडिसक्यो। अनि शिवराज चाहिँ यहाँनिर चारो लाउनु हुँदैछ। सक्यो म हिँड्दै गर्छु है। अनि अब लाग्यो साथीहरू आज त मुख पनि धोएको छुइनँ। अब यति हतार हुन्छ त्यो टाढो छ नि त, हामीलाई पुग्नु झन्नै आधी घन्टा त लाग्छ होला। बिस्तारो गयो भने त झन् कति लाग्छ नि। अनि त्यस पछाडि खाजाहरू पनि लगेर जानु पर्ने हुन्छ नि त। अनि टाढो छ खाजा खान आउनु है, लिन आउनु पनि झ्याउनै हुन्छ। अनि साथीहरू यहाँनिर चाहिँ हामीले यो ओसारे रोपिदिएको छौँ। सबै जागेछ वरिपरि पल्लै छेउछाउमा लगाइदिएको छौँ है हामीले। यो चाहिँ वरिपरि रोपिदिएको छौँ यो बारबेरको लागि पनि हुन्छ भनेर। अनि त्यस पछाडि आज त यस्तो राम्रो, अहिले दिउँसोदेखि त यस्तो राम्रो मौसम खुल्यो कि दिउँसोदेखि बिहानसम्म त अँधेरो भइरहेको छ। त्यो रातभरि हावा चलेर, तर यदि हावा आएर नि हाम्रो लागि ठुलै काम गरौँ। किनकि माघ फागुनदेखि पानी परेको नि त। अनि त्यस पछाडि त्यो घोरो पानी आएकै भएर कमाइहरू पनि राम्ररी लाउनै दिएन है। अनि त्यसपछि अझै मकैहरू छर्नु बाँकी नै छ। पानीको त अब खासै आवश्यकता छैन नि, त्यही पनि आइहाल्छ। सोचे जस्तो हुँदैन जिन्दगीमा। अब चाहिँ लागेँ म एकैचोटि हजुरहरूलाई म भिडियोमा यसो अलिअलि
वेट गराउने छु के कति हुन्छ भन्नुहुन्छ नि साथीहरू। चप्पल चाहिँ मेरो चप्पलको हालत चाहिँ भन्नुहुन्छ नि यस्तो छ, दुईटा खुट्टामा दुई खालको। साथीहरू म चाहिँ ठ्याक्कै ऐसेलु डाँडा आइपुगेँ है। यहाँबाट देखिने भ्यू चाहिँ टेम्के डाँडामा कुहिरो लागिराखेको छ। चकेवाको डाँडाकाँडाहरू यति रमाइलो भइराखेको छ है। यहाँनिर हजुरहरू पनि घुम्नु आउनु सक्नुहुन्छ है। यो सिजनमा चाहिँ यति धेरै हरियाली भइराखेको अवस्था छ। अब चाहिँ म ऐसेलु डाँडाबाट चाहिँ अब जङ्गल पस्नुपर्ने हुन्छ, किनकि अब जङ्गल त अहिले नै पसिँदैन, अझै रोड जानु। डाँडामा आइसके पछाडिपट्टि फर्केर हेर्दा चाहिँ फेरि यता पनि अर्कै आनन्द छ साथीहरू। अब चाहिँ यतै हुँदै बाटो यताबाट जाने हो। साथीहरू यो सिजनमा चाहिँ प्रायः कसैले दाउरा काट्दैन होला, प्रायः ठाउँ अनुसारको होइन। अनि त्यसपछि हाम्रोतिर चाहिँ यो सिजनमा चाहिँ प्रायः हाम्रोतिर चाहिँ सबैले यति बेली नै हो दाउरा काट्ने सिजन चाहिँ। किनकि योभन्दा अगाडि चाहिँ खोइ समयले नै साथ नदिएको हो कि नभ्याइएको हो कि मनै नभएको हो कि जहिले साथीहरू जहिले जेठ असारमा जहिले काटिन्छ। अनि त्यस पछाडि दाउरा चाहिँ हाम्रो पातलेको हुन्छ साथीहरू। हाम्रो चाहिँ दाउरा चाहिँ यहीँबाट निकाल्नु पर्ने हुन्छ। यहाँ बोक्नु सुरु गरिसक्नु भएको छ। दाउरा भन्दैन यसलाई चाहिँ मुढाहरू भन्छ है। मुढाहरू बोक्दैछौँ आज। मुढा ठुट्टाहरू चाहिँ बोक्नुपर्छ। धमाधम भारी लाउनु। छोडिदिनु काकी त्यसलाई, ठुलो ढोकामा लाउनुपर्छ। दाउराहरू मुस्कुराइरहेको छ पत्कारमा। काकीले आज डोका सक्छ होला त। तपाईँ अलिक यङछा उरी चुप्पा छिटो। तिमीले दाउरा बोक्यो भने म तिमीलाई खाजा दिन्छु। खाजा थुप्पै हो, चिन्ता नगर्नु। अनि बेलुका चाहिँ कति बेला गएर पकाउनु? चिन्ता नगर मन्दिर अर्कोचोटि। डोको हाम्रोतिर थियो नि, नत्र सानो डोकोले हुन्थ्यो त नि। यस्तो भारी बोक्नुपर्छ क्या, यस्तो यसरी। ठिकै हो, ज्यान अनुसार यतिको भाटा बोक्नै पर्यो नि। स्वास्थ्य लाने सुगरहरू सब ठिक हुन्छ होइन। जानु पर्नु कसम होला, मलाई चाहिँ यता पनि अराउनु उता नि अराउनु। अब त्यहाँ पनि म त यहाँ लागेको म उठ्छु अनि म त एकदम लास्ट नहुँदैछु के। ओइ बोल्नु कत्रो लाग्यो, सबै लाउने यतापट्टि लाउनु। यसरी आज नले आएको हाम्रोबाट लग्नै भएको छैन होला होइन। बिचरा नङहरू त काम गर्ने त होइन रहेछ। हेर्नु न भाँचिएर यहाँ एउटा अब यहाँ पक्नु पर्छ। वन्दना राईको हड्डी छिपिएकै हो नि त। म वन्दना राई होइन होइन, राई नै होइन। पन्जा लिएर आउँदा त ल पन्जा खुगाइराख्छ अनि गयो। डाङ्गो पो हड्डी छिपेकै हो।
कता के भयो कि धेर बोल्ला झर झर यतिको भारी बोकेपछि यतिको जाँ खानुपर्छ है मिठो छ एकदमै गजब छ एकदम मिठो हिउँदामा तिर्खाको भैँसी जत्तिकै तान्यौ त हामी चाहिँ माथिको सक्यो अरे यहाँ तलको बोक्दैछौँ ठुट्टा बोकाइछ ठुट्टा तल यहाँबाट उकालो निकाल्नु चाहिँ लाग्छ निकै नै हाम्रो चाहिँ अब खाजा खाने बेली हुनु लाग्यो अनि त्यस पछाडि अरूहरू चाहिँ बोक्नु रहेछ म चाहिँ यहाँनिर खाजा उमाल्दैछु साथीहरू थुक्पाको सुप उमाल्दैछु यहाँ जङ्गलमा बल्ल 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 सुप उमालेको छु कुकर चाहिँ मसन नै भयो आउँछ यहाँनिर हाम्रो खाजा चाहिँ थुक्पा छ के गर्नु र नुन लाग्यो खोर्सानी खाने होला नि नखाने यहाँभित्र मैले थुक्पा चाहिँ हावाले उडाउँछ भनेर पस्केर राखेको छु खाजा खाने बेला भयो खाएको ल गाउँले हो खत्तम भयो ओह्रालोमा बस्नुभयो मन्दिरले जङ्गलमा थुक्पा पकाएर खायो खाजा खायो अरे अब हामी चाहिँ रमारम फेरि आफ्नै ड्युटीतिर लाग्यो के भएको होला कसरी बोक्ने होला दाउरा पत्कर भन्नुहुन्छ भने कति धेरै दिनै पछि सघाउन आइन्छ दाउरा बोक्नु पत्कर दिनै पछि एक एक भारी लगिन्छ घर म त पत्कर लगेर जाने हो होइन कि ए अडिहाल्छ नि पाखाहरूलाई पुग्छ कस्तो बलियो बलियो भैँसी गाई रहेछ हौ राम्रै हो मेरो गएको तर हाम्रोमा भैँसी चाहिँ बलियो चाहिँ हुने होइन रातो कसको गीत गाउनु न
ल कस्तो हो भन तपाईँ चाहिँ यङ छालाई ल बेबी सरी ल बुनु तिमीलाई हो पालो हो यस यस ल अम्ला सिधा बनाएर आउने यो दाउराको मुढाको ठुट्टा बोकेर नि हुन्छ त भन्दा भन्दै सकिसक्यो दुईटा रुख सकिसक्यो हामीले यो जङ्गलघारीको रुख सकिसक्यो हामीलाई चिन्ता छैन धेरै धेरै धन्यवाद भन्दै हामी चाहिँ उकालो जाँदैछौँ किनकि यो उकालो हिँड्नु चाहिँ हामीलाई रहर पनि होइन साथीहरू दिन लगानीमा ला ज्यानको पो माया छ त भने जस्तो हो त दाउराहरू चाहिँ हामीले चाहिँ आज दिनभरि दाउरा बोकेर ठ्याक्कै 5 बजी सकायो अनि त्यस पछाडि जाँदाखेरि जङ्गलमा चाहिँ यति धेरै पत्कर छ नि त यति धेरै पत्कर छ जाँदाखेरि लैजाउँ भनेर यहाँनिर पत्कर सोर्दै गरेको भारी पुग्यो मनु दिदी भारी पुग्यो यसरी हामी चाहिँ अब पत्करको भारी बोकेर घर जाउँ है दिनभरि दाउराको भारीले पनि पुगेन जे भने पनि मेरो भारी यहाँ पुग्छ भन्ने कुरा मलाई थाहा भइसक्यो साथीहरू होइन अनि त्यस पछाडि म चाहिँ टक्कसँगले पत्कर त लाने हो यसरी सोरेर यो लगेर सुँगुरलाई ओछ्याइदिने हो अघि त फुको थियो जस्तो थियो अहिले त ओसिए छ त हौ यतिको जाँगर पनि हुनु पर्यो के मुढा बोकेर यतिको जाँगर हुनु पर्यो लु है हामी चाहिँ अब बेलुका पत्कर बोकेर जाने भनेको आयो यता पनि मुस्कुराउँदैछ 5 घरको सुँगुर चाहिँ मुस्कुराउने नै भयो यो हुन्छ पाठाहरू मुस्कुराउने बनाउनु है बाई बाई म गएँ ल अलिक आँखा भुइँतिर नि हेर्ने गरौँ साथीहरू हामी चाहिँ अब घरतिर लाग्यो हाम्रो आजको दिनको काम चाहिँ सकायौँ अब चाहिँ हाम्रो बाँकी कामहरू अझै नै बाँकी नै छ हामी लगभग बिजी त साउनसम्म चाहिँ एकदम बिजी दिन केही दिन यस्तै कामहरू सिजन अनुसारको गर्नुपर्छ अनि त्यस पछाडि आजको दिन चाहिँ सकाएर घरतिर लागिँदैछ सबैजना
किनारी त्यही डोका लाने भनेर पत्कर अलि सबैले सोरेर हामी चाहिँ घर जाँदैछौँ। रोटै रोड रोटै रोड रोटै रोड। मलाई 2टा डोका बोकाउनु अनि हल्लिने गर्दै हिँड्नु दाँतहरू मस्काउँदै। तिमीले बोकेको दाउराको त मैले एक ताल बोकेको 3 ताल बोक्ने 3 ताल बोक्ने 1 ताल बोकेको छु नि त। खानु चाहिँ मैले खाएको कति छाक खाएको छ? एकै छाक कि 5 छाक? यो चाहिँ हाम्रो थकान मेटाउँदै गरेको गेम खेलेर। अर्को साथीहरू पनि हुनु पाउने के एक्लै त सकिँदैन झ्यासले गर्दा। त्यस्तै हुन्छ कि मलाई ढिसै उठ्छ। अब मेरो पालो हो। तपाईँको पालो हजुर त्यही हुन्छ कि 2 तालमा त पाउने पाउने उता आफ्नै तालमा छ हेऱ्यो मान्छे। कसैले 3 टिपे कटाउँदैन, कसैले भोरे त कटाउँदैन। पैसे पो थियो त पैसे सकियो। अब चाहिँ हाम्रो जाने बेली पनि हुँदैछ। अब एकचोटि खेलेर गोल लगाउन अनि जम्मा मैले कस्तो पसिसकेको थिएँ यो ला चलेन होइन चल्दैन माफ होइन अर्कोसँग हुनु पायो। छिरो लु 3टाको फुक्वा सुक्वा त्यस्तो नदिनु अब हेर्नु यहाँ मर्छ कि होइन है लु राम आज बल्ल कटनी भाउजू। हजुर ल अब यहाँ कस्तो दिनुहुन्छ है त? भिरन्तामा म भिड्दैछु। झार गाडीभित्र एउटा छ। मेरो त गान्थ्यो उमेश के भन्छ कैँची रहेछ मेरो पनि आफ्नै तालमा छौँ है आज हामी। यहाँ टिपेर लु मार्नु स्कुलहरूको खबर के छ? कस्तो छ? ठिक छ? नाकमा सिगान पनि आइरहेछ छ त। कति पढेर आयो हो? 4 पढ्यो। सानुले पढेको राइट पायो। खोइ तिम्रो आजको होमवर्क भोलि स्कुल जाने कि नजाने? जाने। आजको होमवर्क यति गरिसकेको हो न। कति पढ्यौ? 4 पढ्यौ। चुङ्का पढ्यो। खोइ आजको होमवर्क चाहिँ सकेको गरेर यति स्कुलमै गरेको। सुकुले कति खाएको तिमीमा?
साथीहरू अनि त्यस पछाडि अब धमाधम बङ्गुरको मासुसँग चाहिँ भात खानु थाल्यो। अनि भिडियो नि मेरो के कस्तो भयो आजको मेरो भिडियो चाहिँ हजुरहरूले मन पराएर हेरिदिनुहुन्छ, पक्कै नै हेरिदिनु भयो भन्ने आशा गरेको छु। यस्तै छ मेरो गाउँघरको भिडियोहरू, हाम्रो दिनको दिनचर्याहरू यसरी नै बितिरहेको छ साथीहरू। यदि मेरो भिडियो बेलुकाको 6 बजे आउने छ, हेरेर साथ सपोर्ट माया गर्न चाहिँ नबिर्सिनु होला। यस्तै गाउँघरको भिडियोहरू लिएर आउने नै छु भन्दै हजुरहरूदेखि छुट्टिनु चाहन्छु। अर्को भिडियो फेरि लिएर आउने बाचाको साथ। बाई बाई साथी।